ल साथीहरू फाइनल्ली लगभग कति किलो होला लगभग 14-15 किलो होला 14-15 किलो छ होला साथीहरू यो चाहिँ हैन त्यो टाउको यता हो जयदेव जोशी ए जयदेव जोशी जयदेव जोशी टाउको बोल्दैछ है केटा हो जयदेव जोशी भाइले काटे डडेलधुरा हैन घर दार्चुला के को टाउको पोलेको खसीको बाख्रा त होइन नि अरे यार माइकुर यार यार तिमी त्यो बेसिक ट्रेनिङ भनेपछि त यार कडा हुनु पर्यो नि खुट्टा दुखेर यस्तो भारी यार फेरि यार खुट्टा दुखेर यस्तो भारी यार फेरि यार ल फाइनल्ली यार खसी बन्दैछ यतिको हुनु पर्यो कमान्डो भएपछि हो माटुङ यो बाहुन बाबु चाहिँ अनेक बोले हामीलाई बाहुनको मुखमा त सरस्वती बस्छन् भन्थ्यो यार म्याकुरी यो माटुङ त जे पाइदै बोल्छ त बाहुनको छोरो भनेको छ होइन चरा मार्दै हिँडेको फेरि जङ्गल गुलाली लिएर आरक्षे वन्यजन्तु आरक्षे त्यो मार्न पाइन्छ र त्यतिकै चराहरू वनमा गएर राजेश दादालाई अनि सेन्ड गरिदिन्छु यो भिडियोमा बाजेलाई ठिक पारेर यो घोडाको बिरामी रहेछ नि चाउडा खुट्टाको सुप खाने कुरो बुझ्यो 1000 रुपियाँ थप्ने चाउडा खुट्टाको सुप बाजेलाई खुट्टाको समस्या आज भन्ने बाजेले 1000 रुपियाँ थप्छन् चाउडा खुट्टाको सुप खान्छन् बस ठिक हुन्छ नि जान्छन् तालिम गर्न के छ विचार टाउको मात्रै हल्लाउँछ नि यत्रो यहाँ तर खसी त ठुलो छ है ए बोका त ठुलो छ यार म्यास किराले यार छ होला 16-17 किलो त छ होला हौ हुँडी कत्रो छ यसको हजुर कमान्डो त एक्लै काफी छ त यार अर्को कमान्डो के भइन्छ नि यार चुस्टी फुर्ती देखाउने यार यार बुढेसकाल लाग्यो यार अस्ति भर्खर ठिटा यार मजा नि यार न के अरे निर्वाचन परेसँग यार हेलो सरकारको कमान्डो बालकी साहब यतातिर सबै कमान्डो मात्रै छन् यता अर्को कमान्डो ग्रेनेडले सफा गर्नु ल साथीहरू आजको चाहिँ बोका हन्टिङ चाहिँ यो पुरै यहाँ चाहिँ काटकुट पारेको हाम्रो चाहिँ यो पुरै एक डेक्ची भएछ होइन लगभग कति केजी भयो 30 केजी जिउँदो 32 केजी 750 ग्राम जिउँदो अब त्यसपछि मारेपछि कति हुन्छ भन्ने कुरो त यहाँहरूलाई थाहै छ होइन हामी चाहिँ आज चाहिँ यो हल्का फुल्का रमाइलोको लागि होइन बाजे के छ बाजेको दाँत त्यसै चिला होला आज हड्डी चपाउनलाई होइन केटाहरू चाहिँ सिपालु छ नि यस्तै कडा सिपालु छ कसम ओ यार केटाहरू माकुर यार केटाहरू त यदि सिपालु छन् कि आम्मा हेर बाफ्रे ए फुटाल्लो केटा यार फुटाल्लो केटा यार यता अर्को हाम्रो गुरुबा हुनुहुन्छ यतातिर है ब्लगर अहिले आउँछ हाम्रो यो चाहिँ मुटु है साथीहरू मुटु फोक्सो भयो होइन यो चाहिँ अब कोही भेजिटेरियनहरू भेजीहरूलाई खासै यो मन पर्दैन होइन यो नन भेजको लागि चाहिँ यो खसी आज मुटु कलेजो मिर्गाउला एकदम स्वास्थ्यकर रहेछ यार यो फोक्सो भयो तिमी पोल्नमा नि तिमीले पिएचडी गर्नु पर्दैन कि गरिराख्नु पर्दैन तिमी ए1 हो होइन यो फोक्सो लगाएर चट्ट कचैलामा तिमी काट बाहुनको छोरो त्यस्तो गर्दैन होइन यादगार हुने गरी च्याप्प बनाउने हो होइन खाने हो
मासुको उचार त पाक्नु पर्यो। अलिक पावर हानेर चटचट पार है हो हो होइन होइन हड्डी हड्डी त टुक्राउनु पर्छ अनि त्यसलाई चुडाला कि चुडाला हड्डीलाई त चुडाला फलमास चाहिँ के अरे हड्डी त चुडाला न फलमास चाहिँ काटिन्छ नि त हैसाले हड्डी त काटिन्न हड्डी मात्रै उ गराउनु त्यसपछि